हाम्रो मण्डलीका 4 प्रमुख असफलताका कारणहरूलाई चाहिँ हामीले हेरौँ, अथवा यो पनि एक प्रकारको असफलताहरू नै हो। पहिलो कुरा चाहिँ हामी आफ्नो भावनात्मक अपरिपक्वतालाई चाहिँ सहन्छौँ। हामी चाहिँ भावनात्मक रूपमा चाहिँ परिपक्व नै छैनौँ होइन, र हाम्रो भावनाका कुराहरूलाई चाहिँ हामी कन्ट्रोल गर्नुपर्छ भन्ने कुराहरूतिर लाग्छौँ कि, तर त्यो कुरालाई चाहिँ डिल कसरी गर्ने, त्यो कुरामा चाहिँ वर्कअन गर्नुपर्ने हुन्छ कि कन्ट्रोल भन्दा पनि वर्कअन गर्न चाहिँ सिक्नुपर्ने हुन्छ है त। त्यसमा चाहिँ हाम्रो कमजोरी छ पहिलो कुरो। अनि दोस्रो कुरो चाहिँ हामी परमेश्वरसँग समय बिताउनुभन्दा उहाँका लागि काम गर्ने कुरालाई चाहिँ बढी महत्त्व दिन्छौँ। समटाइम वी आर टु बिजी टु डु मिनिस्ट्री बट वी फर्गेट टु स्पेन्ड टाइम विथ गॉड भन्छ नि, यही हो क्या। अब त्यो कुरा यसो हेर्दाखेरि एउटै हो जस्तो लाग्छ, तर त्यसभित्र पनि भास्ट डिफ्रेन्ट छ। परमेश्वरसँग समय बिताउनु र परमेश्वरको लागि कार्य गर्नु एउटै जस्तो लाग्छ, तर हामी परमेश्वरको लागि सेवाकाई गर्ने समयमा अथवा त्यो कुरामा यति व्यस्त हुन्छौँ कि हामी परमेश्वरसँग त्यो समय, एक्लो समय चाहिँ बिताइरहेका हुँदैनौँ। येशू ख्रीष्टले पनि पिता परमेश्वरसँग एक्लो समय बिताइरहनु भएको हुन्थ्यो। शान्त ठाउँमा गएर उहाँले प्रार्थना गर्नुभएको हुन्थ्यो, परमेश्वरसँग, पिता परमेश्वरसँग समय बिताइरहनु भएको हुन्थ्यो। त्यसरी हामी बिजी आवरमा व्यस्ततालाई कतिचोटि छोडेर हामी फर्केर आएर प्रभुसँग एक्लो समय चाहिँ बिताउनु पर्ने हुन्छ। त्यो रेस्टफुल समय बिताउनु पर्ने हुन्छ, शान्त समय हामी बिताउनु पर्ने हुन्छ। सेवाकाई भनेर हामी सेवाकाईमा मात्रै 24 घण्टा दौडधुप गर्नु हुँदैन। दौडधुप गर्नुपर्छ, तर त्यो गर्ने क्रममा हामीले परमेश्वरसँग समय बिताउने कुरालाई चाहिँ बिर्सनु हुँदैन। तेस्रो कुरा, हामी मण्डलीको इतिहासमा भएका अमूल्य शिक्षाहरूको व्यवस्था गर्छौँ। मण्डलीको इतिहासमा हेर्ने हो भने हाम्रो थुप्रो शिक्षाहरू चाहिँ छ होइन। अब हामी बाइबल पढ्छौँ, बाइबलमा थुप्रो शिक्षाहरू छ। हामीले बाइबल पढेर पनि हामीले साँचो विश्वासी चाहिँ हुन सक्छौँ है त। तर हामीले वर्ल्ड क्रिस्चियनिटीको विषयमा चाहिँ अथवा चर्च हिस्ट्रीको विषयमा चाहिँ अध्ययन गर्नु आवश्यक छ। त्यसले चाहिँ हामीलाई अझ बेसी हाम्रो आत्मिक जीवनलाई चाहिँ पोषण तत्त्वले भरिदिइरहन्छ, र यो कुरामा पनि हामी कमजोर भइरहेका हुन्छौँ र हामी सफलताको गलत परिभाषा लगाइरहेका हुन्छौँ। हामीले यतिजना 10 जना व्यक्तिलाई अथवा 100 जना व्यक्तिलाई चाहिँ ख्रीष्टमा लिएर आयौँ, दिस इज सफलता, यही नै सक्सेस हो भन्ने कुरालाई चाहिँ हामीले परिभाषा दिइरहेका हुन्छौँ। नम्बर्सलाई चाहिँ हामीले परिभाषा दिइरहेका हुन्छौँ है त। तर हाम्रो सफलता भनेको प्रभुसँगको सम्बन्ध हो। त्यो कुरामा चाहिँ हामी विस्तार गर्ने हो। हामीले सङ्ख्या मात्रै बढाउने हाम्रो सफलता होइन, तर मानिसहरूलाई ख्रीष्ट देखाउने चाहिँ सफलता हो। कति मानिसहरू विश्वास गरिरहेका हुन्छन्, तर उनीहरू आत्मिक जीवनमा चाहिँ बाँचिरहेका हुँदैनन्। उनीहरू चाहिँ विश्वास गरेको जस्तो देखिन्छन्, तर उनीहरू चाहिँ साँचो विश्वासी चाहिँ भइरहेका हुँदैनन्। सो हामीले चाहिँ कतिपटक सफलतालाई चाहिँ गलत परिभाषा लगाइरहेका हुन्छौँ, र यी प्रमुख कुराहरूलाई चाहिँ हामीले बुझ्यौँ भने, हाम्रो मण्डलीमा केन्द्रित गरेर ठिक शिक्षा दिन थाल्यौँ भने हाम्रो मण्डली प्रभुको महिमाको लागि अघि बढ्नेछ, र हामीले सेवाकाई जुन गरिरहेका छौँ त्यसमा चाहिँ हामीले साँचो शान्ति पाउनेछौँ। प्रभुले हामी सबैलाई त्यो ज्ञान बुद्धि र आशिष शक्तिले भरिदिनु भएको होस्।